हेलो साथीहरू नमस्ते। आज म छु यो ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर 10 टाकेल भन्ने ठाउँमा। आजको मौसम भन्नुपर्दा एकदम निलो आकाश छ, मौसम पूर्ण रूपमा खुलेको छ। पछाडिपट्टि ब्याकग्राउन्डमा जो हिमाल पनि देखिएको छ आज काठमाडौँबाट। र आज चाहिँ हामी यो कौसुमा घाम तापेर बसिरहेको छौँ। यो चाहिँ एकदम हाम्रो आफ्नै बारीमा फलाएको कोदो। यो कोदो चुटिसकेर हामी यो कोदोलाई चाहिँ यसरी कौसुमा सुकाएको छौँ। एकदम लोकल अर्ग्यानिक कोदो हो। यतापट्टि यो जुन देख्नुभयो नि, यो चाहिँ हाम्रो बारीमा यसपालि फलेको कोदोको बाला है त। एकदम राम्रो फलेछ कोदो, लोकल अर्ग्यानिक कोदो। हाम्रो एउटा सानो बारी छ, त्यसलाई चाहिँ हामीले युटिलाइज गरेर कोदो रोपेका थियौँ। यसपालि समग्रमा कोदो एकदम राम्रो फल्यो। अनि यो जुन तपाईँहरूले देख्नुभयो यो चाहिँ मासु हो। यो चाहिँ हाम्रो ललितपुर जिल्लाको गिम्दीको मास हो। यो मास पनि यसपालि चाहिँ राम्रो फलेको छ। गिम्दीबाट लिएर आएको मास।